हेलो गाइस, स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म तामुलको पुली निकालेर अर्को जग्गामा लिएर जाँदैछु। र साथीहरू, तामुलको पुली यसरी रोप्यो भने त तपाईँहरूको छिट्टै फल्ने सम्म पाउँछ, छिट्टै बढ्छ पनि हैन। र मैले त यो अर्को पोहोरको साल यो तामुलको पुली लगाएको थिएँ। अनि यो साल चाहिँ मैले फेरि यसलाई निकालेर फेरि अर्को जग्गा लिएर जाँदैछु साथीहरू। र तपाईँहरूकोतिर नि यसै गर्नुहुन्छ कि यो पुलीलाई यसरी नै सार्नुहुन्छ कि कस्तो तरिकाले सार्नुहुन्छ गाइस? अनि म चाहिँ आज चाहिँ एउटा ब्लग बनाएको, हेर्नुहोस् तामुलको पुली मैले यहाँ निकालेर यहाँ राखेको छु पासीमा। हँसियाहरू छ है, यता अझ पनि ठुल्ठुलो पुली छ, हेर्नुहोस्। यो चाहिँ पुली यो 1 वर्षको हो, हेर्नुहोस् त पुली कति राम्रो छ। र हजुरहरू अन्तिम तक यो भिडियो हेर्दै गर्नु होला। कसलाई चाहिन्छ पुली हेर्नुहोस्, मैले यहाँ पासीमा कसरी पुली बोकेको छु। अनि यहाँ हामीले भर्खर अस्ति सानो पाठा किनेको छु, खसी, हेर्नुहोस् कति राम्रो छ। यहाँ एउटा छ, यहाँ एउटा त्यो सानो छ, घाँस दिइरहेको छु, घाँस खाइरहेछन्। अनि कसलाई पुली चाहिन्छ नि हेर्नुहोस्, पासीमा साथीको पास पुली चाहियो, पुली। अनि मैले रोप्ने जग्गा चाहिँ अच्छा बनाएको छु, तपाईँहरूलाई देखाउँदैछु पुली साथीहरू। पुली, तामुलको पुली। आजको भिडियो त एकदम बवाल हुनेछ, किनभने अब तामुलको पुली राख्ने यो पनि पोरै राखेको, यो तामुलको पुली यो तपाईँहरू देख्न सक्नुहुन्छ, पोहोर राखेको यो तामुलको पुली। अनि यो पनि पोहोर राखेको छु। यहाँ त पोहोर राखेको भए पनि यो चाहिँ कम्ती जाएको कि धेरै सामान मरेछन्। यहाँ बाँस घारी छेउमा भएर हो कि। अब उता पनि रोप्छु अनि यता पनि रोप्नुपर्छ, खाली जग्गामा। अर्को जग्गाबाट यो जग्गामा लिएर अहिले मैले रोप्न स्टार्ट गरिसकेको छु, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। यहाँ मैले हेर्नुहोस्, मैले यहाँ पासीमा बोकेर आएको थिएँ 15वटा जस्तो, यहाँले रोप्नु स्टार्ट। यहाँ जहाँ मरेको थियो पोहोरको रोपेको त्यहाँ रोपिदिएको छु, हेर्नुहोस्। तपाईँहरू देख्न सक्नुहुन्छ तामुलको पुली त यसरी तपाईँहरूले सारिराख्नुपर्छ वर्ष नै। यो पोहोर रोपेको थियो सानो, अनि यो पनि पोहोरै रोपेको थियो, तर यो ठुल्ठुलो भयो। अलिक पहिला रोपेको थियो, अलिक यो पछाडि रोपेको थियो। अब यहाँ चाहिँ अलिक बाँस घारीले गर्दा खै बढ्न सकेन कि, त्यही भएर होला। अनि यहाँ देख्न सक्नुहुन्छ। अनि साथीहरू, यो पुली पनि पोहोरै रोपेको हो। यसलाई पनि अब सारो भने छिट्टै अब 3 पल्टमा सारिराख्नु भयो भने तपाईँहरूको तामुलको फल छिट्टै लाग्नेछ। र यहाँ देख्न सक्नुहुन्छ चारैतिर तामुल छैन। अनि मैले यो अनारस पनि रोपिदिएको थिएँ, अनारस फलेको छ, उता नि फलेको छ। गाइस, मैले त यो तामुलको पुली रोप्दैछु। र तपाईँहरूलाई कस्तो लाग्छ होला मेरो भिडियो ब्लगमा युट्युब च्यानल हेरेर भनिदिनु होला सबैले साथी हो। मैले चाहिँ तामुल रोपिसकेँ हेर्नु। अनि अहिले चाहिँ होइन, माथि पनि धुममा भइसक्यो, पानी आउँछ कि भनेर, त्यही भएर कम्ती अहिले तामुलको पुली रोपेँ 15-16वटा। गाइस, फेरि नेक्स्ट भिडियोमा फेरि म तपाईँहरू तामुल रोपेको देखाउँछु गाइस। अहिले चाहिँ मैले के लिएर आएको थिएँ, हँसिया, पसानी, कोदालो अनि तामुलको पुली रोपिसकेँ साथी हो। अब तपाईँहरूलाई कस्तो लाग्यो तामुलको पुली रोपिसकेँ मैले। अझै त्यो कम्ती रोपेको, पानी पनि आउन आँट्यो, माथि कालो मैलो भइसक्यो यी आकाश साथी हो। र हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो होला सबैले कमेन्टमा जनाउनु होला होइन। र नेक्स्ट भिडियोमा फेरि भेट्नेछु गाइस। जय हिन्द, राधे राधे, जय गोर्खा, धन्यवाद, बाई बाई।